ल गाइस देखे हामी भिडियो बनाउन आइगयौँ अहिले भिडियो बनाउँदैछौँ यहाँ अनि देख्न सक्नुहुन्छ यता भिडियो बनाउँदै भाइले चाहिँ अब डाइलग भन्छन् हैन अब कस्तो भिडियो बनाउने यार पहिला त्यो बड्डीको बना न मोबाइल चाहिने मोबाइल कहिले घुम्नु पर्छ यार मैले मतलब घुम्नु पर्छ कलकत्ता म हिँड्ला त यसो ल खै कालो आइरहेको यार कालो कता आउने आज नि उज्यालो यता उता मोबाइल है त्यहाँ न सो गाइज अहिले हामी भिडियो बनाउँदैछौँ है त्यहाँ आउँछ है त्यहाँ आइरहेको म यता जाउँ कि यता जाउँ ल 1 2 3 गो बजै यता हेर्नु त आवाज सुनियो कि नहीं और तो ठीक छ बजै यता हेर्नु त एक भिडियो हो अर्को सबैजना हेर्ने अरे के ल हामी त यसले कतिखेर उ देखायो हामी यति मेहनत गर्छु लाइक कमेन्ट सेयर गरिदिनु न हामीलाई सपोर्ट गर्नु पर्यो गाइज हैन हामीले अब यति मेहनत गर्दाखेरि पनि हैन हामीले यति मेहनत गर्नुपर्छ बिहान उठेर सबैले सपोर्ट गर्नु पर्यो सबैले लाइक सेयर कमेन्ट गर्नु पर्यो हामीलाई त्यतैतिर बनाउने कता बनाऊ कसो छ त्यहाँ रोड लाइनमा यस्तो छ परे त्यहाँनिर बनाऊ त एकाठाइति बनाएपछि भिडियो के हुन्छ भन्दाखेरि अब त्यसले एकाठाइति बनायो भन्ने हुन्छ नि त तँ अझ अक्क हाल्नु भयो एक दिनमा 3वटा भिडियो हाल्यो बिहान आउने के बिहान भिडियो हाल्दै रहने भिडियो एक दिनमा 3 भिडियो हाल्नुपर्छ अरे तै त 9 बजे मलाई फोन गर्नु म आउँछु के यता कालो देखाउँदो यार अझै कालो देखाउँदो यार यताबाट आउँछ ल स्टार्ट हाम्रा 3-4वटा भिडियो भयो हैन अहिले एडिट गर्न सकिन्न पछि हामी एडिट गर्छौं हैन अनि कति भिडियो भयो 1 भिडियो 2 भिडियो 3 भिडियो 4 भिडियो भयो अरु 4वटा यति हो सो हामीले चाहिँ अब यहाँ आइफोनबाट भिडियो सुट गरेका थियौं अनि देख्न सक्नुहुन्छ यसलाई सेलमा छ यो मोबाइल कसैलाई चाहिने हो भने कन्ट्याक्ट गर्नु होला है त अब यस्तै छ गाइज हाम्रो अब भिडियो यहाँबाट पनि सुरु गर्दिम न त हामी है सो गाइज वेलकम ब्याक टु माय न्यू ब्लग म एकचोटी मेरो मर्सडिट हेलो भाइ अरू सन्चै होला देख्या त अब हामी यसै छु अहिले हाम्रो टाइम कति भयो भन्दाखेरि अब मैले टाइम चाहिँ हेरेको छैन अनि म अहिले मेरो मर्सडिट निकालेर जाँदैछु यहाँ देख्न सक्नुहुन्छ अरे पछाडि अर्को भइदियो नि त हैन यहाँ देख्न सक्नुहुन्छ यस्तो दामी पारामा हैन अनि मैले यहाँ माथि लगाएर भिडियो बनाउँदाखेरि अलि हिलिन्छ कि जस्तो लाग्यो अनि मैले बिस्तारै जानुपर्ने हुन्छ बिस्तारै किन भन्दाखेरि अब धेरै हिल्लिन लाग्यो त्यही भएर चाहिँ म बिस्तारै जान्छु हैन अनि यसमा त ठिकै हो तर रोडमा जाँदाखेरि त लास्टै हिल्लिन्छ जस्तो छ अब पछाडिबाट गाडी आएपछि त मैले रफ्तारमा जानुपर्ने हुन्छ हैन त्यही भएर चाहिँ अब कहीँ अब यसो हिल्लिन्छ जस्तो छ अनि मैले अर्को जुगाड लगाउनु पर्ने हुन्छ मैले यस्तो जुगाड लगाएर भिडियो बनाइसकेँ अनि गाडी चलाउँदाखेरि साइकल चलाउँदाखेरि पछाडि अगाडि ध्यान दिनुपर्ने हुन्छ मेन रोडमा अनि सबैजना ध्यान दिनु होला भन्न चाहन्छु अनि यस्तै त हो गाइज लास्ट हिलिन ला यार यहाँ चाहिँ भाइ देख्न सक्नुहुन्छ हजुरहरूलाई मैले साप देखाउँछु कोले पत्ता लगाउँछ हेर्नु होला कहाँ छ यो साप
कहाँनिर मलाई देखाउन यहाँ देख्न सक्नुहुन्छ टक्क मिलाएर भाइ चाहिँ माथि पुगिसक्यो अनि म जाँदैछु अहिले मेन रोडमा त अब दिने कुरो भएन है अनि लास्ट हल्लिने यार गाडीमा जाँदाखेरि पनि होइन टक्क लगाएर म यहाँबाट अब जाँदैछु मलाई त्यसो भए मोबाइल दे नि त म लिएर आउँछु गएर आउँछु दोकान खुले खान किन यार अहिले यार त्यहाँ नभए दिएर आएन मोबाइल त्यसको प्यानल हाल्नुपर्छ जाइँदैन पनि है जयगाउँमा दिँदै दिनु कति भने अब भन्नु भने मलाई फोन होद्दो है के म जाउँ के त मलाई ढिला हुन्छ यार म हर्खर धोएर जान्छु होइन